हेलो 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 दर्शन नमस्ते लासु फपतासी दिलेश्वर हो सबैजनालाई हैन। अभि साथी हो हाम्रो यात्रा चाहिँ जारी नै छ हैन। रुमसम्म पुग्ने छ। रुम अब हाम्रो लगभग 100 मिटर पनि छैन आइसक्यो रुम। हामी पसिना देख्नु भयो होला शरीरमा हैन। आमामामा गाह्रो छ मलेसियामा हजुर। पानी परेको छैन है, किन होला यस्तो भएको साथीहरू हजुरहरू। यस्तै हो हेर्नु त नि हैन। ल है लाइक कमेन्ट फलो सेयर सब्सक्राइब सबैजनाले गर्नु होला भन्दै। अनि त्यहाँबाट हैन अरु त के भन्ने खासै भन्न त केही आउँदैन, तर सिक्दैछु। सिकाउने काम हजुरहरूको, सिक्ने काम मेरो है। गाइज मेरो यो फेसबुक अकाउन्ट मोनेटाइज भइसकेको छ र हल्का यसो 2 हात जोड्न सक्छु कि भनेर हजुरहरूको माझमा आएको छु। प्लिज सपोर्ट चाहिँ गर्नु नबिर्सनु होला। हजुरहरूलाई पनि पक्कै सपोर्ट गर्ने नै छु। फलो गर्नु होला, हजुरहरूलाई फलो ब्याक आउने नै छ। रिक्वेस्ट गर्नु होला, अवश्य रिक्वेस्ट एक्सेप्ट हुने नै छ है साथीहरू। यही भन्न चाहेँ है। अब हाम्रो यो सट्ट ग्राउन्ड हेर्नुहोस् फेरि अर्को है। यो हाम्रो ग्राउन्ड हो पुरै यो चाहिँ हैन। यहाँ चाहिँ हाम्रोहरू के गर्छ यसो फुर्सद भएको बेलामा फुटबल खेल्ने, अलिअलि यसो टाइम पास गर्ने हो। फेरि त टाइम त छैन हामीसँग, त्यही भएर अब गरिरहेको छौँ साथीहरू हैन। वहाँनिर ठ्याक्कै यहाँनिर चाहिँ मेरो रुम छ है। ठ्याक्कै यही हो मेरो रुम। मेरो नभने कम्पनीको रुम, कम्पनीले दिएको हामीलाई प्रोभाइड कम्पनी हो है। त्यस्तै छ साथीहरू। के गर्ने यहाँनिर छ हाम्रो रुम। ठ्याक्कै यो हाम्रो रुम है साथीहरू है। र साथीहरू आजलाई अब हाम्रो ड्युटी पनि सकियो। अब रुम पनि जानुपर्छ। खाना पकाउनु पर्यो साथीहरू। के गर्नु त नि, को छ त नि खुवाउने, कोही छैन। पकाउने आफै, भाडा मान्ने आफै, सबै आफै है साथी हामी है। नो टेन्सन छैन हामीलाई। परदेशी जिन्दगी हेर्नु लुगा यस्तो भइसक्यो। हिजो 18 घन्टा ड्युटी गरेर आएँ। 18 घन्टा पनि ड्युटी लगाएको, लुगा लगाएको। आज 12 घन्टा, 12 र 18 कति घन्टा हो, 30 घन्टा ड्युटी गरेर आइयो छ है साथीहरू। अब गएर रुममा जानुपर्छ, लुगा धुनुपर्छ, खाना बनाउने, खाने, 10 बजे सुत्ने, भोलि बिहान 5 बजेर उठेर ब्याक टु वर्क है साथीहरू। ल सबजनालाई गुड नाइट, बाई बाई। एक झलक हान्नु छ है साथीहरू। ल